भिडियो खिचौँ ल यो चाहिँ दामी आउँछ कि बेलुकाको My goodness. Jangan dari tas besi kang rasa. जो Dia kang. यो भन्दा त्यो स्पिड छ हो अझै आइरहेछन् Oh my goodness. अचम्मै यो यति रहँदै हेर अहिले छ अहिलेसम्म आएको थिएन यस्तो रेस्पोन्स त भाइ कम्ती 80 90 को स्पिड छैन छवटा जति फायर फाइटरको भनेपछि एक्टिभ फायर हुनु पर्यो यो अलिक स्लो डाउन गर है यसले अहिलेको हाइएस्ट स्पिड थियो यसले स्लो डाउन गरिहाल्यो एउटा खालीबाट फायर फाइटर कहाँ आछ त अनि हो हेर्नु Look, never seen this many fire truck. My goodness. Shoo, that's a lot. ए धन्न छिटो भएछ नि त्यस्तो बाहिरबाट लागेको बाहिरपट्टिबाट मेरो विचारमा कसैले त्यो चोइटा लागेको हुन्छ नि कसैले चुड खाएर फालेको मैले त्यो गेस गरेँ भनेपछि घरभित्र चियाको सुने मैले But was a firefighter still there? साह्रै धेरै आएको यति धेरै आएको त मैले अझसम्म सोचेको थिएँ यार अति नै हो त यो यहाँ खैरेनी यहाँ हिँडिरहने खैरेनी थियो हजुर नानी चेपेहरू छ वाकिङ हो त्यसले चाहिँ खाइरहेको ए अब दराई सिधै भयो दर अहिले पहिले भन्दा अलिक रेस्टुरेन्ट राम्रो गर्नु थाल्यो होइन साह्रै यो आज चाहिँ हामीले नानीहरू यो खेदाउने काम गरेर किनभने अहिलेसम्म यस्तो यहाँ कृष्ण सर अँध्यारो भन्नुहुन्छ देखिँदैन 12वटा जति फायर फाइटर त गएको देखेको थिएन भिडियोमै काउन्ट गर्दा 9वटा अरू 1-2वटा चाहिँ हामीले खिच्न सकिएन नि त त्यति अगाडि गइहाल्यो हेरेर गर्दाखेरि अन्तिममा नेपालीकै घर आगो लागेको चाहिँ पुष्टि भयो होइन विशेष गरेर ग्यास लाइनहरू जोडेको हुँदाखेरि चाहिँ उनीहरूले चान्स लिँदैनन् त्यही भएर यो साह्रै ठुलो रेस्पोन्स थियो र तपाईँहरूले पनि घर विशेष गरेर गराजमा पकाउँदाखेरि चाहिँ ग्यासको पाइपहरू बन्द गर्ने बानी बसालौँ र दुर्घटनाबाट जोड्यौँ होइन अरू केही छ अन्तिममा होइन केही छैन कि साह्रै चिसो भयो त हो त्यसो भन्दै हामी बिदा भयो